वाओ! ईशान पाण्डेको चाहिँ एकदम राम्रो गेम देख्न पायो हामीले 2टा गेममा। फर्स्ट युएसएसँग अनि त्यसपछि स्कटल्यान्डसँग। जुन पहिलादेखि भनिआएको हो कि एउटा लेफ्ट ह्यान्डेड ब्याट्सम्यान चाहियो नेपालको टप अर्डरमा। नर्मल्ली कि ओपनर होइन, ओपनर भएदेखि ओपनर र 6-7 नम्बर अनि होइन भने 3 नम्बर मा चाहिँ 3 र या 4 नम्बरमा जसरी लेफ्ट ह्यान्डेड चाहियो भन्ने जुन थियो तरिका। किन भन्दाखेरि तपाईँको अपोनेन्टले लेफ्ट आर्म स्पिनर लिएर आउँदै राइट ह्यान्डेडको विकेट लगिराखेको थियो एकदम कन्टिन्युअस तरिकाले। हाम्रो चाहिँ त्यसरी विकेट गइराखेको थियो। त्यसको लागि ट्याकल गर्नको लागि चाहिँ जसरी पनि लेफ्ट ह्यान्डेड ब्याट्सम्यान चाहिएको थियो अनि हामीले पाइयो। अनि ईशान पाण्डेबाट चाहिँ एकदम सेन्सिबल इनिङ खेलेको एकदम देख्न पाइयो। जुन तरिकाले स्ट्राइक रोटेसनदेखि लिएर हरेक कुराहरू। फर्स्ट म्याच त प्रेसर थिएन, सेकेन्ड म्याचमा हल्का प्रेसर थियो जब विकेट गएको। त्यो प्रेसर सिचुएसनमा पनि राम्रोसँग ह्यान्डल गरेर 1-2 लिगेर त्यसपछि बााउन्ड्रीहरू कन्टिन्युअस टाइममा हानेर चाहिँ जुन तरिकाको इनिङ देख्न पाइयो त्यो चाहिँ एकदमै नेपालको लागि सुखद खबर हो। हामीलाई एकदमै आवश्यक छ 3 नम्बर ब्याट्सम्यान लेफ्ट ह्यान्डेड हुँदाखेरि। अनि नेपालका लागि एकदम फाइदा भएको छ। अब यसरी नै कन्टिन्यू तरिकाले कन्सिस्टेन्टली पर्फर्मेन्स गरेको देख्न पाइयोस् भन्ने म चाहन्छु।